होइन यो जाडो मौसममा बाइक गाडी नचलाउनु त छुट्टै कुरो थियो गाइज। मेरो ल्यापटप नचलाएर हैरान भइसक्यो गाइज होइन। ल्यापटपमा न पेट्रोल चाहिन्छ न केही चाहिन्छ, बस चार्जर पुग्छ होइन। तर पनि यति 16 किन भयो भन्दा चाहिँ यति 4 भएर त होइन भनेर मैले गेस गरेँ होइन। ल्यापटप 4 भइसकेको थियो गाइज। 4 सरसफाइ गर्नको लागि मैले चाहिँ हतडा सतडा सबै रेडी पारेँ होइन। पेचकस सेचकसले नभएर काँटीले नट खोलिदिएँ। नट खोलिसकेपछि गाइज होइन एउटा नट नै खोल्दैन। नट नखोलिसकेपछि के गरेँ भन्दा चाहिँ अब किबोर्ड सिबोर्ड भने साफ गर्नु पर्यो भनेर किबोर्डहरू निकालेँ। अनि पछि किबोर्ड चाहिँ यस्तो हुनेछ भित्रबाट गाइज होइन। अनि पछि किबोर्डलाई चाहिँ दाँत बाँध्ने ब्रसले घोटी घोटी सफा गरेँ होइन। टुथपेस्ट लाएर भन्नु मिलेन, मट्टितेल लाएर। अनि भित्रको एसएसडी चाहिँ यस्तो हुनेछ गाइज है। त्यसपछि एसएसडी पनि सफा गरेँ। अनि पछि स्क्रिन चाहिँ चम्काउनु पर्यो भनेर मट्टितेल लाएर ट्याकटुक पार्दै। अनि यो नट नखोलेर गाइज भित्रको पार्ट पुर्जा हेर्नै पाएन होइन। ल्यापटप सरसफाइ गर्ने त एउटा बाहना थियो, भित्रको पार्ट पुर्जा हेर्ने चाहना थियो। तर के गर्नु गाइज, अब जेसा त्यसैमा रमाउनु पर्यो होइन। ल्यापटप त 16 चलिरहेको थियो साफ गरे पनि।